चिन्दै नचिनेको सुन्दै नसुनेको कुराहरूलाई त्यो पनि असत्य भयो। अनि कसलाई चाहिँ यहाँ भन्ने कसलाई नभन्ने कुराहरू हो क्या। तपाईँहरू मध्येमा पनि नि त्यो ऊ छ क्या, अन्यल छु म चाहिँ क्या, हो कि। त्यही भएर हामी सबैजना चाहिँ होइन, अहिले बोलिराख्नु भएको विषय तपाईँको यो 3 करोड जनताले सुन्छन् मान्छे, त्यसको बारेमा चाहिँ म 1-2 दिनमै आउँछ। नाइजेरियन महिलासँगको सम्बन्ध के हो, गर्भवती हुनुभएको के हो कुरा? नाइजेरियन महिला म चिन्दा पनि चिन्दिनँ होइन। ए उहाँसँगको सम्बन्ध त्यसो भए झुटै हो? त्यसो भए नाइजेरियन महिला म चिन्दिनँ। अर्को इजरायली महिला भन्नुहुन्थ्यो, त्यो पनि चिन्दिनँ होइन। त्यहाँ लाला कि के भने नाइजेरियन महिलासँग एउटै गाडीमा तपाईँले गाडी सिकाइरहेको भिडियो सार्वजनिक भएको छ। नाइजेरियन महिला भनेर गाडीमा हुने मैले नाइजेरियन महिला हुन् भने तपाईँसँग केही प्रमाण छ? त्यो भिडियोमा स्पष्ट देखिन्छ, तपाईँकै अनुहार यही देखिन्छ। होइन, अनुहार मेरो देखिन्छ, नाइजेरियन महिला छ त्यहाँ। नाइजेरियन सिकाउँदै हुनुहुन्छ तपाईँ? नाइजेरियन महिला हो भनेर चाहिँ तपाईँहरूसँग के प्रुफ छ क्या? त्यो भिडियो हामीले देखेको भिडियो नै हो, जनअवस्थाले चाहिँ सार्वजनिक गरेको भिडियो नै हो। भिडियो यता सुन्नु न, भिडियोमा के आधारले चाहिँ उनी नाइजेरिया हुन् त? ल भन्नु त, ल भन्नु के आधारले? भनेपछि उनी नाइजेरियन होइनन् त्यसो भए? होइन, नाइजेरियन हुनु भन्दा तपाईँसँग जस्तै म नेपाली देशको नागरिक हुन् उहाँ चाहिँ? होइन, कुन देश भन्ने भयो छोड्नु न। म नेपाली हुन् भने म प्रमाण केबाट हुनसक्छ? मेरो सिटिजनसिप हो कि अनुहार हो, के हो भन्नु त? ल अब यति भनिदिनुहोस्, ती महिलासँगको सम्बन्ध तपाईँको के हो? उहाँ गर्भवती हुनुहुन्छ कि? महिलासँगको नाइजेरियन जुन गाडीमा बस्नु भएको छ नि, ती महिलासँगको सम्बन्ध के हो? तपाईँ कुरो यहाँ के छ भन्नुहुन्छ भने नि, गाडीमा बस्ने महिला र नाइजेरियन र इजरायली महिला क्या, बुझ्नु पनि कुरा फरक मान्छेहरू हुन् होइन, फरक मान्छेहरू। मैले चिन्दै नचिनेको नाइजेरियन महिला को हुन्, अर्को तपाईँको इजरायली महिला भन्नु सदनमा। त्यो विषय के उठिराखेको छ भने तपाईँले गर्भवती बनाएर बच्चा पनि फाल्न हुँदैन भनेर भनिसके पछाडि त्यस पछाडि तपाईँ सम्पर्क हुनुभयो भनिरहेको छ कि ती महिलाले भन्नु। तपाईँले चाहिँ गर्भवती बनाउनु भयो, अनि गर्भवती बनाइसकेपछि ती महिलाले बच्चा फाल्न खोज्दा नफाल्नुहोस् भनेर तपाईँले चाहिँ भन्नु पर्यो। कसलाई चाहिँ त्यसो भनेको मैले? ती महिलालाई। कुन चाहिँ महिलालाई त? जुन गाडीमा बसिराख्नु भएको छ तपाईँ सँगै, एउटा सँगै काँधमा हालेर हिँड्दै हुनुहुन्छ तपाईँ। त्यसो यहाँ कुरो के चाहिँ छ भन्नुहुन्छ भने सबैभन्दा चित्त नबुझेको कुरो मलाई चाहिँ क्या, जस्तै उनी नाइजेरियन महिला हुन् या अफ्रिकाका कुनै अरू कन्ट्रीको महिला हुन् भन्ने कुरो तपाईँहरूले सबैभन्दा पहिला फाइन्ड आउट गर्ने हो क्या। उहाँ चाहिँ त्यत्तिकै एउटाले भनिदियो होइन, एउटाले चाहिँ तपाईँको अर्काको जिउलाई मेरो जिउ भनेर भनिदियो, तपाईँहरूले पनि त्यही भनिदिनु भयो। हेर्नुहोस् त कति अप्ठ्यारो कुरा छ, हो कि भन्नु त। अर्को कुरो तपाईँको अब ती महिलाको कुरामा तपाईँहरूले चाहिँ कसैले इजरायली महिला भन्नुहुन्छ, कसैले अफ्रिकन नाइजेरियन महिला भन्नुहुन्छ। यस्ता याद कुराहरूको पछाडि लाग्नुभन्दा नि हामीले सत्य कुरा क्या, सत्य कुरा, पत्रकारिता भनेको सत्य कुरालाई चाहिँ अगाडि ल्याउनुपर्छ भन्ने मलाई लाग्छ। तपाईँ जनताको प्रतिनिधि यस्ता अनैतिक हरकत गर्दा तपाईँ ठिक लाग्छ? जनताले अनि एउटा यस्तो नि त, एउटा जिम्मेवार देशको चौथो अङ्ग पत्रकारिता गर्ने एउटा निकायले अनावश्यक कुरा बुझ्दै नबुझी, सम्बन्धित मान्छेलाई चाहिँ सोध्दै नसोधी, के हो भनेर बुझ्दै नबुझी त्यसरी गर्दा तपाईँलाई चाहिँ ठिक लाग्छ? अब भनिदिनुहोस्, जुन मिडियाले सार्वजनिक गरेको छ त्यो रिपोर्ट चाहिँ सही छ कि छैन? ल भनिदिनुहोस्। रिपोर्ट सही छ छैन भन्ने कुरो त मैले एउटा प्रमाण त हिजै पेश गरिसकेँ होइन र? त्यो एउटा कुरा भयो, अर्को दुईवटा कुरा छ नि त्यसमा त? दुईवटा कुरामा अर्को एउटा पनि मैले भनिसकेको छ। जस्तै तपाईँहरूले चाहिँ नि के अरे कृष्ण कार्की चाहिँ सधैँ हिजो प्रष्ट भनेको छु कि तपाईँ भाग्नु शून्य समयमा नाम जसको नाममा चाहिँ सिग्नेचर दुईवटा कुरामा अर्को एउटा पनि मैले भनिसकेको छ। जस्तै तपाईँहरूले चाहिँ नि के अरे कृष्ण कार्की चाहिँ सदनबाट चाहिँ बोलाउँदा पनि भाग्यो, मैले त्यहाँ हिजो प्रष्ट भनेको छु कि 3-3 चोटि सभामुखज्यूले बोलाउँदा तपाईँ भाग्नु। गल्ती छ भने गल्ती स्वीकार्नुपर्छ, तर त्यसलाई चाहिँ बाङ्गो टिङ्गो गरेर कृष्ण कार्कीलाई चाहिँ माटैमा मिलाइदिने तरिकाले जे पायो त्यही हुँदै नभएको। यो समाचार सार्वजनिक भइसके पछाडि, यो विषय सार्वजनिक भइसके पछाडि तपाईँको सांसद पद पनि निकै नै धरामा छ भनिन्छ। कुन कुराले? यो विषय जसरी आयो, यो महिलासँगको सम्बन्ध यस्तो छ, मैले गल्ती गरेँ, मैले चाहिँ अनैतिक काम गरेँ लाई चाहिँ बिर्सेर काम गरेँ भने मेरो संसद पद होइन, मेरो जीवनै खराब। अन्त्यमा एउटा कुरा भनिदिनुहोस् तपाईँ, अन्त्यमा एउटा कुरा भनिदिनुहोस्, यो कुनै विदेशी महिलासँग यस्तो सम्बन्ध छ कि छैन? मेरो कुरो विदेशी महिलासँग होइन कि, मेरो नाइजेरियन महिला र इजरायली महिलाहरूसँग मेरो कुनै सम्बन्ध छैन। विदेशी महिलासँग चाहिँ छ? विदेशी महिलासँगको कुरो होइन कि, नाइजेरियन जुन भनिएको छ, कमसेकम तपाईँहरूले यसै गरी सोधेर तपाईँको सम्बन्ध के हो भनेर सोधेको थियो भने अब स्पष्ट राख्ने मौका पाउनुभयो नि त तपाईँले। अब चाहिँ भनिदिनुहोस्, कुनै विदेशी महिलासँग यस्तै सम्बन्ध छ कि छैन? अनि मेरो भनाइ चाहिँ तपाईँहरू अगाडि बढिसक्नु भएको छ तपाईँहरूको तरिकाले, नसोधिकिन। मेरो भनाइ के छ भन्नुहुन्छ भने, कुनै पनि समाचार लेख्नुभन्दा पहिला तथ्य के हो, सम्बन्धित मान्छेसँग अथवा सम्बन्धित वस्तुसँग अथवा के हो, कसको लेख्ने हो, राम्रोसँग जानकारी प्राप्त भइसकेपछि मात्रै
तपाईँको चाहिँ नि अगाडि भनेपछि कुनै एउटा विदेशी महिलासँग चाहिँ सम्बन्ध छ, इजरायली नाइजेरियन चाहिँ होइन होइन त्यसो भए तपाईँहरूले पत्रकारिता गर्ने जो जो साथीहरू हुनुहुन्छ तपाईँहरूले मलाई नाइजेरियनसँग चाहिँ सम्बन्ध छ भनिरहनु भएको छ होइन, कसैले इजरायलीसँग छ भनिरहनु भएको छ। तपाईँहरूले साँचो सुन्न चाहनु भएको भयो भने त पहिले सोधिहाल्नु। अब भनिदिनुहोस् न त, अब मौका पाउनु भयो नि त, प्लेटफर्म पाउनु भयो नि, मिडियम पाउनु भयो नि। समय आएपछि भनिदिन्छु मैले। मलाई त्यो मिडियासँग त्यो यस्तो फेक मिडियाहरूसँग अनावश्यक यस्तो चाहिँ के अरे टिआरपी बढाउनका लागि जे पायो त्यही लेख्ने मिडिया मान्दिनँ म। यो मिडिया होइन यिनीहरू, मिडिया हो त्यस्तो गर्ने